हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी सुनिता अनि आज चाहिँ हजुरहरूलाई मेरो युट्युब च्यानलमा फेरि पनि स्वागत छ। फेरि कति पछि भिडियो बनाउँदैछु। आज चाहिँ मेरो भिडियो बनाउनुको कारण चाहिँ आज रियाक्सन भिडियो बनाउन गइरहेको छु, जुन चाहिँ रहेको छ हाम्रो सुशान्त केसी ज्यूको उफ मार्यो नि मायाले, होइन उफ त उफ हो तर हिन्दी भर्जनमा आएको रहेछ। सो बारदल्ली चाहिँ हिन्दी भर्जनमा आएको रहेछ। सो त्यही पनि टी सिरिजसँग कोल्याबोरेसन गरेको रहेछ। सो ओ माई गड दिस इज सो, होइन हामी यो प्राउड मुभमेन्ट हो भनौँ न है, जुन चाहिँ अब इन्टरनेसनल भनौँ न है टी सिरिज त जुन प्लेटफर्ममा चाहिँ सुशान्त केसीले कोल्याबोरेट गर्न पाउनु भएको छ र नेपालको लागि चाहिँ एउटा प्राउड मुभमेन्टै हो। अनि सो त्यही भएर अनि आज चाहिँ हामीहरू रियाक्ट गर्न गइरहेको छौँ र आज चाहिँ रियाक्सन गर्ने क्रममा हाम्रो मैले फेरि पनि मेरो साथीहरूलाई चाहिँ बोलाइसकेँ। अनि यो माइक मैले किनेको छु कि, कति क्युट माइक। सो वेलकम टु माई च्यानल माई फ्रेन्ड्सहरू। ल प्लिज इन्ट्रोड्युस योरसेल्फ। It's me, Angel Malla. And me, सरस्वती लामा। ओ आज कहाँ पुरा नेम भनेछ। उसको हामीले चाहिँ यसलाई स्यास भन्छ, हामीले चाहिँ उसलाई स्यास भन्छ खासमा चाहिँ, तर उसको रियल नेम आज भन्यो होइन। यसको कारण केही होला सायद। सो अनि अब धेरै ढिला नगरिकन हामी चाहिँ भिडियो हेर्न गइरहेका छौँ गाइज, लेट्स गो। अलिकति यो चाहिँ हाम्रो फर्स्ट टाइम हो हेरेको। कैसे हुआ है ये असर तेरी कश्ती में डूबा हूँ सबको भूल के। अगाडि नै सोच्थेँ म, अनि अरूहरू छैन। खै हेर्दै जाऊँ न। आजकल चाहिँ छैन। खै तुमको ढूंढ के उसकी एक झलक उफ क्या बात गरे रे। यिनीहरू सुटिङ चाहिँ त्यही लोकेसनमा गरे हो पहिलाकै। खै त्यस्तै लाग्यो मलाई, नेपालमै गरे हो। होइन पहिलाको ठाउँमा होइन, यो काहीँ छैन नि त, घरको बिचमा मात्रै छ, यो त बाहिर छ। सुस्ती मलाई मात्रै राख्दो रहेछ। अरूहरूले राखिदिनु पर्ने थियो कि है, सृष्टि श्रेष्ठहरूलाई नि। अनि हाम्रो नेपालको राम्रीहरू सबै राख्दै भयो भने त्यही भन्न खोजे अलिकति उयो हुन्छ नि त, प्रमोसन। Wow, but she looks beautiful. कस्तो कलेक्सन हो यो? त्यही उसकै शिवाङ्गीकै होला। ओ नेपालीमा यो चाहिँ शिवाङ्गीमा। अब यस्तो भयो क्या, इन्डियन केटा नेपाली केटीको लपरा जस्तो फिलिङ्स भइरह है गाइजहरू है। मेरो चाहिँ आचललाई खोजिरहेको मेरो आँखा। आचल थिएन नि यहाँनिर। आचल थिएन नि। आना शर्मा। आना शर्मा र आफू रानी साथ। अब हेर ए थोड़ा एहसास होगा रे। कमर है स्टेप त सब त्यही नेपाली राखेको रहेछ है। अलिकति इन्डियनवाला एक झलक ए धडक करे। म त हिन्दी नै बुझ्ने तर बोल्न चाहिँ अलि आउँदैन नि। तर राम्रो बनायो यार, भिजुअलाइजेसन भिडियोहरू हेर्नु कस्तो राम्रो है, स्टेपहरू कोरियोग्राफी क्या। तर सबलाई राख्नु पर्ने थियो यार है। त्यसमा राम्रो देखाएको छ, तर अझै आना भएको है। सबै ग्रुपलाई राख्नु पर्ने थियो क्या, जस्तो त्यो पहिलाको भिडियो नि त त्यस्तै। आचल पनि जस्तालाई बाइक के आचल भन्दा चाहिँ अना शर्मा। आचल जस्तालाई बाइक के मलाई चाहिँ केटी मन पर्दैन। ला आनालाई त्यो निकाले त जेडी अन टपबाट कहाँ डुला केटीको स्वर त झन् है। वा ब्राभो।
ब्राभो ब्राभो सो कस्तो लाग्यो हजुरलाई हिन्दी भर्जन दामी लाग्यो सुस्ती मलाई एकदम दामी देखाएको छ तर अझै लाइक आना पनि भए भए झन् बब्बाल हुन्थ्यो क्या म चाहिँ सृष्टि श्रेष्ठ भइदिएको भए झन् राम्रो हुन्थ्यो मलाई त आनन्द नै हो ओके अनि हामीलाई चाहिँ भिडियो एकदमै राम्रो लाग्यो हिन्दीमा लटक लटक के कम्बर है देना दे नंबर है बात होगा कुछ मिठा गफ गफ होइन मिठा गफ गफ भने होइन मिठा होला हो, मिठा गफ गफ होइन। भने होइन उयो भनेको एहसास होगा एहसास एहसास होगा। होगा भनेको थियो माई गॉड अब तर नेपाली- दामी थियो यार कोरियोग्राफी त्यो झन् त्यो सेमै राखेको रहेछ नेपाली जस्तै सो अनि कस्तो राम्रो लाग्यो मलाई जे होस् यो भनेको एउटा प्राउड मुभमेन्ट पनि हो नि त त्यही भएर एकदमै खुसी लागेको छ मलाई चाहिँ अब इन्टरनेसनल T-Series-ले नै होइन, सिरिजले नै कोलाबोरेट गरेर हो नि त collaborate संसारभरि नै पुग्यो क्या अब यो गीत चाहिँ सो मच राम्रो मच लाग्यो। सक्सेस टु सुशान्त केसी है अब एकदमै 1 million views पुगेको अँ, 8 घण्टा। हिजो आएको थियो त्यही त म चाहिँ अहिले तिमीहरू trending म number चाहिँ तिमीहरूसँग 2 हेर्छु भनेर बसेको थिएँ क्या त्यही भएर हो मैले त हेरेको थिएँ नि जस अलिकति पोस्टहरूमा चाहिँ आइरहेको थियो, टिकटकमा चाहिँ त्यही आइरहेको थियो भएर, नि टिकटकमा के फेरि सबले कमेन्टहरू कस्तो नराम्रो नराम्रो दिइरहेको थियो क्या हिँड्ने धोतीहरूसँग कोलाबोरेट गरेर रे धोती भर्जन भयो रे समथिङ यस्तो यस्तो भनिरहेको थिएन म त यो कुरा हेरेर म त दिमाग खराब भइरहेको थियो कि अब कस्तो है अब जे भए पनि एउटा इन्टरनेसनल प्लेटफर्ममा त यस्तो सपोर्ट अँ। गर्नुपर्छ नि होइन जे भए पनि अनि तर कस्तो नराम्रो लागिरहेको थियो मलाई अब राम्रो हुनको लागि नराम्रो पनि भन्ने गर्छ नि पपुलर मोर पपुलर झन् हुन्छ नि त सो मैले अब कोरियन गीत गाउँछु आपाचे 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 होइन, अह मलाई त त्यो उयोवाला गर्न मन छ कुन? जेनी 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 Who won the world? बियोन्से बुझ्यो अर्को So sorry Beyonce हामी बियोन्सेलाई सपोर्ट गर्दैनौँ we are so sorry for that so अब त्यही हो अनि एकदमै रमाइलो थियो भिडियो एकदम राम्रो थियो तर राम्रो थियो। अझै पनि सबै हिरोइन्सहरूलाई चाहिँ राखेको भए चाहिँ अलिकति हुन्छ नि इन्डियनहरूमा नि आई मिन लाइक इन्टरनेसनली नै यस्तो राम्रो राम्रो रहेछ भनेर हुन्छ। होइन स्वस्तिमा नि राम्री नै छ Yes, is beautiful. अब धेरैजना भने धेरैजना हुन्छ। झन् बब्बाल यसलाई पनि एड गरे भए धेरै राम्रो हुन्थ्यो अनि म चाहिँ गीत गाउने हो पछि लैजाऊ गाने गा कस्तो राम्रो त्यही हो नेपाली भर्जन पनि राखेर चाहिँ एकदमै खुसी लाग्यो मलाई चाहिँ यो कुरामा चाहिँ एकदमै सो या अनि म फेरि पनि मेरो माइक देखाउँदैछु कि मलाई कस्तो क्युट लागिरहेको यो माइक बाइक यो चाहिँ दराज एपबाट किनेको हो अनि मोबाइल पनि आज भर्खरै किनेको गाइज त्यहीबाट अहिले ब्लग बनाउँदैछ सो थ्याङ्क यू फर वाचिङ है एकदमै भिडियो नै एकदमै राम्रो लाग्यो अनि त्यही हो अझै धेरै धेरै भ्युज अझै कति मिलियन भ्युज जान्छ होला हामीले होइन अपलोड चाहिँ अब म होस् होइन म आज राति नै अपलोड गर्न गइरहेको छु गाइज सो थ्याङ्क यू फर वाचिङ थ्याङ्क यू गाइज प्लिज लाइक कमेन्ट अनि सेयर गरिदिनु होला यसो मिठो शब्द कमेन्ट हानिदिनु होला सक्दैन भने नराम्रो शब्द लेखे पनि हुन्छ किनकि हेटर्स मेक्स अस पपुलर गाइज सो बाई बाई थ्याङ्क यू प्लिज सपोर्ट गरिदिनु होला मेरो साथीलाई